माथि गएर मारे विषयमा प्रदीप रोएर साथै भाइरल भइरहेको छ यो के रहेछ यो विषयमा यसो भन्दा तिमीले भने चाहिँ अहिले काठमाडौँको भिरकुटी मण्डपमा एमालेको 11औं महाधिवेशन चलिरहेछ। यहाँ चाहिँ अहिले हिजो र अस्ति बेलुकादेखि हिजोसम्म एकदम भाइरल भएको व्यक्ति प्रदीप गेहं उहाँ रुनु भएको छ। उहाँ एउटा पात्र मात्रै होइन एमालेमा गयो। मदन भण्डारीको निधनपछि एमालेमा धेरै मान्छे अन्याय गरेर गएका धेरै छ। कतिपय अहिले मिडियामा छ, कतिपय जेलहरू गए पनि आफ्नै कार्य आफ्नै नेताबाट चाहिँ रुनुपर्ने, सडकमा आउनुपर्ने एमाले भनेको त कस्तो पार्टी भनेर उदाहरण दिनुपर्ने स्थिति तपाईँ देखेकै छु। भनेपछि अब मदन भण्डारीको मृत्युपछि एमालेमा रुनीकरण जारी छ। यो अन्यायले मदन भण्डारीको निधनपछि एमालेमा रुनीकरण एमाले गरेन, बामाले गरेर रुनिएछ। एमालेको